मेरो नाम अनिल जीसी। आजभन्दा 12 वर्ष अगाडि म पढ्नको लागि भनेर काठमाडौँ आएको थिएँ। धरानमा आफ्नो पढाइ सकाइसकेर +2 पास गरेर म ब्याचलर पढ्ने सिलसिलामा काठमाडौँ आएको थिएँ र काठमाडौँमा मेरो सबैभन्दा पहिलो काम थियो कोठा खोज्नु। काठमाडौँमा मेरा अरू आफन्तहरू पनि थिए, अरू साथीहरू पनि थिए। मैले उनीहरूसँग पनि सम्पर्क गरेर कोठा खोज्दिनको लागि भनेको थिएँ, तर कसैले पनि कोठा खोज्न चाहिँ सक्षम उहाँहरूले चाहिँ सक्नु भएन। काठमाडौँमा आइसकेपछि अब आफै खोज्छु भनेर म भौतारिन थालेँ। मलाई कलेजको छेउमा नै कोठा चाहिएको कारणले गर्दाखेरि चाहिँ आफू पढ्ने कलेजको नजिक विभिन्न एरियामा म डुल्दै कोठा खोजिरहेको थिएँ। त्यतिखेर सायद पुसमाघको अवस्था थियो। पुसमाघको बेलामा निकै जाडो थियो, तर त्यो जति जाडो भए पनि मेरो शरीरबाट भने पसिना छुटिरहेको थियो, किनकि दिनभरि हिँड्दा डुल्दा कयौँ घरहरूमा गएर सोद्धा पनि मैले कतै पनि कोठा भन्ने पाएको थिइनँ। एक त मान्छेले मलाई देख्ने बित्तिकै को बस्ने, एक्लै बस्ने हो कि, काम के गर्छौ, सबै कुराको प्रश्न सोध्नुहुन्थ्यो। जब उहाँले थाहा पाउनुहुन्थ्यो कि म स्टुडेन्ट हो, पढ्नको लागि यहाँ आएको भनेर सायद यसले भाडा तिर्न सक्दैन भन्ने सोच्नुभयो या के सोच्नुभयो। कतिजनाले यही कारणले कोठा दिनु हुँदैन थियो भने कतिजनाले केटा मात्रै बस्नको लागि चाहिँ हामी कोठा दिँदैनौँ, कि त परिवार हुनु पर्यो, दाइ भाउजू दिदीबहिनी परिवारहरू हुन्छन् भने दिन्छु, एक्लै बस्न नदिने भन्ने उहाँको धारणा हुन्थ्यो। तर अब आफू त एक्लै बस्नु छ, एक्लै बसेर पढ्नु छ। त्यसकारणले मैले जति सकिन्छ धेरै ठाउँहरूमा सोधपुछ गरेँ, धेरै ठाउँहरूमा सोध्दै गएँ। सोध्दै जाने क्रममा मैले एउटा ठाउँमा फर्स्ट फ्लोरमा 2वटा कोठा भाडामा पनि पाएँ। त्यो 2वटा कोठामा एउटा कोठा चाहिँ किचन थियो भने अर्को चाहिँ बेडरुम बनाउन सकिन्थ्यो। तर डरलाग्दो कुरो चाहिँ के थियो भने मैले त्यो कोठा पाएको थिएँ रानीबारीको जङ्गलको छेउमा। म त्यो एरियामा कोठा खोज्दैछु भन्ने थाहा पाउने बित्तिकै मेरा आफन्तहरू, काठमाडौँमा हुनुभएका आफन्तहरू र साथीहरूले रानीबारीको जङ्गलमा त तर्साउँछ भन्छन्, त्यता वरिपरि त्यता छेउछाउ किन खोज्नु पर्यो कोठा, अन्त पनि त पाइएला नि भनेर भन्थे। तर उनीहरूले भने जस्तो सजिलो भन्ने थिएन। मैले निकै ठाउँहरूमा ट्राई गरिसकेको थिएँ, तर कतै पनि कोठा नपाएको कारणले गर्दाखेरि अब त्यहीँ भए पनि बस्छु भनेर म बस्न तयार भएको थिएँ। मैले घरबेटीसँग कुरा गरेँ, 2वटा कोठा उहाँहरू मलाई भाडामा दिन पनि तयार हुनुभयो र अब म भोलिबाट चाहिँ सामान हाल्न थाल्छु भनेर मैले केही एडभान्स घरबेटीलाई दिएर त्यहाँबाट निस्केँ। त्यहाँबाट निस्किने क्रममा मैले केही आवाजहरू सुनेको थिएँ। एउटा केटीको आवाज, भर्खरको तरुणी केटीको आवाज। म फर्स्ट फ्लोरमा बस्थेँ भने ग्राउन्ड फ्लोरमा चाहिँ एकजना आमा छोरी बस्नुहुने रहेछ। त्यो चाहिँ घरबेटीले भनेर थाहा पाएको। मभन्दा माथिल्लो तल्लामा घरबेटीहरू आफै बस्नुहुने रहेछ। हाम्रो पुरै घरमा धेरैजना बस्दैनौँ, पानीको चाहिँ विचार गर्नु भनेर उहाँले भन्नुहुन्थ्यो। तल आमा छोरी, माथि हामी 2, तिमी बिचमा एकजना। यतिको समीकरणले त्यो घर पुरै भरिएको थियो भनौँ। तर मलाई उमेरले गर्दा पनि होला, जब उहाँले भन्नुभएको थियो कि तल्लो तल्लामा चाहिँ एकजना आमा छोरी बस्नुहुन्छ, छोरी पनि पढ्दैछ भनेर मलाई चाहिँ मनमा काउकुती लाग्न थालिसकेको थियो। को छ होला, कस्तो छ होला, कस्ती छ होला, हेर्न पाए हुन्थ्यो, बोल्न पाए हुन्थ्यो भन्ने मलाई लागिसकेको थियो। तर उसको त्यो दिन मैले आवाज मात्रै सुन्न पाएँ। उनीहरू आमा छोरी के कुरा गर्दै थियो थाहा भएन, तर त्यो आवाजसँगै नै म त्यहाँबाट फर्किएँ। भोलिपल्ट सामान लानको लागि मैले गाडीहरू पनि बोलाएको थिएँ। सामान ओसार पुसार गर्न भित्तैभरि टाँसिएको हुन्थ्यो। कोठा सार्नु परेमा सम्पर्क गर्नु होला भनेर त्यही मध्येको एउटा नम्बर टिपेर मैले फोन गरेको थिएँ। मैले सबै सामान नयाँ किन्नु पर्थ्यो, किनकि काठमाडौँमा म पहिले बसेको थिएन र आफ्नो आफन्तहरूबाट पनि केही सामान ल्याउने कुरा भएन। मैले घरबाट ल्याएको पैसाले सामान किन्दाखेरि मेरो गोजी सबै नै रित्यो, तर पनि गोजी रित्तिए पनि कोठा भरियो भन्ने कुरामा म खुसी थिएँ। मैले सामान सार्दै गर्ने क्रममा जब त्यो गाडीबाट म सामान झारेर माथि वरदवर गरिराख्थेँ, मैले देख्न सक्थेँ कि तल्लो तल्लाको, भुइँ तल्लाको कसैले चाहिँ झ्यालबाट मलाई हेरिरहेको छ। यसो पर्दा थोरै तानेर मलाई एउटा कुनाबाट आँखा मात्रै देखिने गरी कसैले हेरिरहेको मलाई महसुस हुन्थ्यो। मैले सिधै उसको त्यो आँखामा, सिधै त्यो झ्याल भएतिर त हेर्न सक्दैन थिएँ, तर यसो घुमिफिरी छड्के नजर लगाउँदा चाहिँ मलाई थाहा हुन्थ्यो कि कसैले मलाई तल्लो तल्लाबाट चाहिँ हेरिरहेको छ भन्ने। र मेरो मनमा चाहिँ काउकुती किन लागिरहेको थियो भन्दाखेरि मलाई अब पक्कै पनि त्यो आमा छोरीमध्ये आमा चाहिँले त मलाई हेरेर बसिनन् होला, पक्कै त्यही छोरीले हेरिन् होला, भर्खरको ठिटो पो हो त म पनि भन्ने मलाई मनमा लागिरहेको थियो। दिनभरिको थकानले पनि होला, कोठा सारिसक्दा जब सबै सामानहरू सेटल भए म चाहिँ एकदम थकान महसुस गरेँ। मलाई तल माथि कसैसँग चिन्जान गर्न केही गर्नलाई फुर्सद पनि थिएन र म त्यो रात चाहिँ सुतिहालेँ। सुतिसकेपछि म यति मस्त निन्द्रामा
डुबेछु कि जब भोलि बिहान उठेँ 8 बजिसकेको रहेछ। ओहो अब कलेज पनि त जानु पर्यो, कोठा सर्नलाई यत्रो उ गरेर कलेज जानै ढिला भयो भने त कसरी हुन्छ, नजिक हुनुको के फाइदा। आज त ढिला भइहाल्यो, भोलिबाट चाहिँ टाइममै म कलेज जान्छु भन्ने सोचेर चाहिँ त्यहाँनिर अब आफ्नो रुमका अब अरू मिलाउन पर्ने किन्न पर्ने सामानहरू रासनहरू के छ म सबै चाहिँ किन्नको लागि बाहिर निस्केँ। बाहिर निस्किँदाखेरि मैले भुइँतल्लामा बाहिर घाम तापेर बसिरहेको भर्खरको एउटा महिला देखेँ। एकदमै सुन्दर, उनको शारीरिक बनावटदेखि लिएर उनको आँखा, उनको होठ, उनको कपालहरू, मैले उनलाई त्यतिखेर मात्रै अलिकति ध्यान दिएर हेर्ने मौका पाएको थिएँ। त्यो पनि जब उनी मपट्टि हेरिरहेकी थिएनन्। उनको आँखा अन्तै थियो, ऊ अन्तै कसैसँग कुरा गर्दै थिइन् बाहिर। मैले लुकेर उनलाई हेरेँ भनौँ। जब मैले लुकेर हेरेको उनलाई थाहा भयो कि के भयो थाहा भएन, उनले पनि मपट्टि हेरिन्। हाम्रो आँखा जुत्ने बित्तिकै म त रातो पिरो नै भएँ। त्यसपछि म सरासर त्यहाँबाट बाहिर निस्केँ। त्यो केटीले के सोच्यो होला भन्ने सोच्दै म नजिकको रासन पसलमा गएँ र मैले त्यहाँबाट रासनहरू लिएर आएँ। रासनहरू ल्याइसकेपछि घरमा खानासाना बनाएँ, खाएँ। त्यो दिनभरि चाहिँ मेरो अन्य पाठ्यक्रमका किताबहरू, कलेजमा साथीहरू को कतिखेर जाने, कति के छ साथीहरू बुझ्दा ओर्दा यसै गरी नै दिनहरू बित्यो। रात पर्यो, त्यो दिन पनि सायद मलाई थकान मेटिसकेको थिएन। धेरै केही गर्न पाएको थिएन। अघिल्लो दिन त सामान सार्दामै बितिसकेको थियो भने त्यो दिन चाहिँ कोठाहरू मिलाउँदा ओर्दा रात परिसकेको थियो। रातिको खाना खाएर म सुतेँ। म सायद थाकि नै रहेको थिएँ, त्यसैले मलाई निदाउन भने धेरै समय लागेन। तर राति अचानक एउटा आवाजले चाहिँ मेरो निन्द्रा खोल्यो। कसको आवाज हो के हो मलाई केही पनि थाहा भएन, तर राति अचानक त्यो आवाजले मेरो निन्द्रा खोलेपछि म एकछिनमा सपनामा छु कि विपनामा हो, साँच्चै म बिउजिएँ कि यो सपना देखिरहेको छु, केही पनि टुङ्ग्याउनै सकिनँ। मेरा आँखाहरू खुले, मलाई यति चाहिँ थाहा छ। त्यसपछि मैले एउटा आवाज सुनेँ कि अनिल अनिल अनिल। त्यो चाहिँ एउटा महिलाको आवाज थियो। यो आवाज कहाँबाट आइरहेको थियो मैले ठ्याक्कै ठम्म्याउन भने सकेको थिएन। तर मैले अलिकति घोरिएर अलिक विचार गरेर सुन्दाखेरि आफ्नो कान अलिक तिखो बनाउँदा मलाई लाग्यो कि सायद ढोका बाहिरबाट कसैले बोलाइरहेको छ। अनि बारम्बारको त्यो अनिल अनिल भन्ने मेरो नामले बोलाइसकेपछि मलाई लाग्यो मलाई चिन्ने या त घरबेटीका मान्छेले, या त आफूभन्दा माथि बस्ने घरबेटीहरूले, या त तल्लो बस्ने ती आमा छोरीमध्ये नै कसैले बोलायो होला। नत्र यो नयाँ ठाउँमा मलाई अरू कसैले चिन्दैन, टाढाबाट आएर कसैले बोलाऊ भन्ने त छैन। अनि फेरि यो रातको समय छ। त्यतिखेर ठ्याक्कै कति बजेको थियो भन्ने कुरा चाहिँ मलाई थाहा थिएन। तर जब म बिउजिएँ त्यसपछि मैले चाहिँ अब बोलाइसकेपछि गएर ढोका खोल्नु पर्यो, हेर्नु पर्यो को रहेछ भनेर म ढोकातिर लम्केँ। जब म गएर बत्ती बालेर ढोका खोलेँ, बाहिर जब हेरेँ बाहिर पुरै चकमन्न थियो। म घरको पहिलो तल्लामा बस्थेँ। भर्याङका बत्तीहरू निभाइरहेको थियो। हेर्दाखेरि तलमाथि पुरै अँध्यारो थियो। भर्खरसम्म मेरो आवाज आइरहेको थियो, भर्खरै मान्छे यो अँध्यारोबाट हराएर त गएन होला। साँच्चीकै मलाई बोलाएर म नउठेपछि पो उनीहरू गएका हुन् कि भनेर म भर्याङको कुनासम्म पुगेँ। मैले माथिपट्टि र तलपट्टि दुवैतिर आफ्नो कान तेर्स्याएर सुन्ने कोसिस गरेँ, तर तलमाथि पुरै शान्त। कोही पनि केही पनि बोलेकै थिएन। के यो मेरो भ्रम हो त कि म सपनामा छु? मैले आफूले आफूलाई नै चिमटी हेरेँ, तर होइन, म विपनामै रहेछु। अचानक म यसरी राति बिउजिँदा मैले चाहिँ यो आफ्नो नाम बोलाएको सुन्दा अब भने चाहिँ मलाई मुटुमा चिसो पस्न थाल्यो। अब भने चाहिँ मलाई डर महसुस हुन थाल्यो। त्यसपछि मैले अरू केही नसोची आफ्नो कोठाको ढोका लगाएँ, बत्ती निभाएर सिधै आफ्नो खाटमा गएँ। मेरो कोठा अलि साँघुरो थियो। त्यो घर पनि थोरै जग्गामा बनाएको हुनुपर्छ। बस भाडामा दिनको लागि भनेर प्रत्येक तल्लामा दुई दुईवटा कोठा निकालेका रहेछन्। किचन पनि सानो थियो। मेरो बेडरुममा भने एउटा झ्याल थियो। झ्याल पनि सिङ्गल, अरू ठुला झ्यालहरू होइनन्, एउटै मात्र झ्याल, त्यो पनि सानो छोटो। त्यो झ्यालबाट बाहिर भने चाहिँ जङ्गल देख्न सकिन्थ्यो। रानीबारीको जङ्गल। रानीबारीको त्यो जङ्गलमा भूतले तर्साउँछ भन्ने कुराहरू सुनेको कारणले गर्दाखेरि पनि जब म ओछ्यानमा आएँ र त्यो झ्याल आफ्नै नजिक, खाटकै नजिक त्यो झ्याल देख्दा मन एकचोटि चिसो भयो। कतै मलाई त्यही जङ्गलबाट त बोलाइएन। मैले यसो जङ्गलतिर हेर्ने कोसिस गरेँ, त्यहाँ केही पनि देखिनँ। केही पनि नदेखेपछि यो मेरो भ्रम हो कि, या त वरपरका मान्छेले मलाई तर्साएर भगाउन पो खोजेका हुन् कि भन्ने मलाई लाग्यो। तर मलाई कसले भगाउनु, किन भगाउनु, म त त्यहाँ नयाँ थिएँ। यस्तै यस्तै अनेक कुराहरू सोच्दै सोच्दै म पल्टिरहेको थियो। त्यत्तिकैमा मलाई कोही मान्छे चाहिँ गुनगुन 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 बोलिरहेको जस्तो महसुस भयो।
मलाई त्यो बोलिरहेको महसुस भएपछि यो मान्छे कहाँहरू बोलिरहेछन्, अघि आफूलाई बोलाएका मान्छे फेरि आए कि फेरि मलाई नै बोलाउन आए कि होइन भने यो के हो, किन आवाज आइरहेको छ भनेर मैले ध्यान दिएर सुन्ने कोसिस गरेँ। मैले अब भने आवाज ढोकातिर नभएर झ्याल बाहिरतिरबाट आइरहेको सुनेँ। अनि मैले बिस्तारै बत्ती नबालिकन अँध्यारोमा नै झ्याल खोलेर पछाडिपट्टि हेरेँ। त्यो झ्यालबाट सिधा रानीबारीको जङ्गल देख्न सकिन्थ्यो। रानीबारीको जङ्गलको छेउमा सायद एउटा धारो रहेछ। त्यो धारामा केही महिलाहरू नुहाइरहेको जस्तो मैले चाहिँ देखेँ। म आएको 2 दिन मात्र भएको थियो। मैले त्यो झ्यालबाट बाहिर के देखिन्छ, धारा छ कि छैन केही पनि याद गरेकै थिएन। तर जब त्यो रात चाहिँ मैले त्यहाँ धारा देखेँ, त्यसपछि मलाई केही हदसम्म चाहिँ राहत महसुस भयो। किनकि जारको पानी किनेर खानु पर्थ्यो, खानालाई मात्रै होइन, भाँडा माझ्नलाई र अन्य अन्य कामहरूको लागि पनि, लुगा धुन सबै कामको लागि चाहिँ जारबाटै पानी किन्नुपर्छ। हाम्रो चाहिँ इनारमा पानी छैन, धारामा आउँदैन भनेर चाहिँ घरबेटीले भनिसक्नु भएको थियो। तर घरबेटीले मलाई धाराको बारेमा चाहिँ किन भन्नु भएन भन्ने मलाई मनमा नै लागिरहेको थियो। त्यसपछि ल ठिकै छ, धारा रहेछ, रातको समयमा सायद अब महिलाहरू नुहाउन आएका हुन् भने बिहानै पो भइसक्यो कि 3-4 बजेको हो कि भन्ने जस्तो मलाई लाग्यो। अनि मैले आफ्नो छेउमा भएको यसो मोबाइल हेरेँ। मोबाइल हेर्दा नभन्दैमा 3:30 जस्तो भइसकेको रहेछ। म आफ्नै घरमा आफ्नो गाउँमा हुँदाखेरि पनि मेरो मम्मी निकै चाँडै उठ्नुहुन्थ्यो। सूर्य उदाउनुभन्दा अगाडि नै उठेर नुहाइधुवाइ गरेर सबै काम सकाउनुपर्छ भनेर उहाँले भन्नुहुन्थ्यो। सायद यहाँ पनि त्यस्तै महिला आमा दिदीबहिनीहरू हुनुहुन्छ होला, जो चाहिँ उज्यालो हुनुभन्दा अगाडि, घाम झुल्किनुभन्दा अगाडि नै पूजापाठ गरेर सकाउन चाहनुहुन्छ। त्यही भएर नुहाउन आउनुभयो होला भनेर मैले त्यो कुरालाई मतलब गरिनँ। झ्याल लगाएँ, पर्दा लगाएर म फेरि सुत्ने कोसिस गरेँ। त्यसपछि म ओछ्यानमा आएर पल्टिएँ र म पल्टिएर कति बेला निदाए थाहा भएन। तर आँखा बन्द पनि गरेर पाएको थिएँ कि थिइनँ, मेरो अलार्म बजिहाल्यो। मैले 5 बजेको अलार्म राखेको थिएँ, किनकि अघिल्लो दिन पनि कलेज छुटिसकेको कारणले गर्दाखेरि आज भने म कलेज छोडोस् भन्ने चाहन्न थिएँ। त्यही भएर अलार्म बज्ने बित्तिकै जुरुकझाराक उठेर आफ्नो कपडा लगाएर म घरबाट निस्केँ। म बिहान कलेज जान्थेँ। अनि त्यसपछि कलेज दिउँसो सिद्धिन्थ्यो, नयाँ नयाँ साथीहरू बनाएको थिएँ। केही समय साथीहरूसँग गफ गरिन्थ्यो, बसिन्थ्यो। अनि आफू रुममा आउँदा चाहिँ साँझ परिसक्थ्यो। अनि साँझ परेपछि खानासाना बनाऊ, असाइनमेन्ट गर, होइन, त्यो सबै गर्दाखेरि चाहिँ रात परिसक्थ्यो। म चाहिँ त्यो धारामा गएर चाहिँ नुहाइधुवाइ गर्ने, लुगासुगा धुने मौका चाहिँ पाइरहेको थिइनँ। अनि जुन दिन चाहिँ अब म कलेज छुट्टी हुन्छ त्यो दिन चाहिँ म त्यहाँ जान्छु, धारामा गएर आनन्दसँगले नुहाइधुवाइ गर्छु, लुगाहरू भयभरको लगेर धुन्छु भन्ने चाहिँ मैले चाहिँ सोचिरहेको थिएँ। अनि मलाई जुन दिन तर्सायो, एकचोटि तर्साएपछि दोहोऱ्याएर तर्साइरहेको पनि थिएन। अनि मैले त्यो कुरा चाहिँ बिर्सि पनि सकेको थिएँ 3-4 दिनमा। किनकि त्यसपछि त्यो तर्साइसकेपछि पनि, त्यो आवाज मलाई बोलाएको सुनिसकेपछि पनि मैले कुनै पनि प्रकारको परिवर्तन चाहिँ मेरो शरीरमा महसुस गरेको थिइनँ। न शारीरिक परिवर्तन, न त मानसिक रूपमा नै मलाई त्यसले धेरै असर गरेको थियो। केही पनि गरेकै थिएन। तर त्यो रात, भोलि चाहिँ अब कलेज बिदा छ, आज चाहिँ म अब यसो मोबाइल सोबाइल चलाएर ढिला पनि होला, भोलि उठेर धारासारा जान्छु भन्ने सोचिरहेको थिएँ। मोबाइल चलाउँदै गर्दा अलिकति ढिला पनि भयो। अनि ढिला भइसक्यो। मोबाइल चलाउँदै गर्दाखेरि अब 12 बजीसम्म पनि म मोबाइलै चलाएर बसिछु। मोबाइल चलाउने सुरुमा याद पनि भएन बजे कति भइरहेको थियो, घडीले कति बजाइरहेको थियो भनेर। अनि त्यसो भएपछि मैले अब चाहिँ सुत्नुपर्छ होला भनेर मोबाइल साइडमा राखेर सुत्ने कोसिस गरेँ। अनि सुत्दाखेरि चाहिँ निदाउन चाहिँ म सकेको थिइनँ। तर म निदाउन आँटेको थियो होला। म तन्त्र अवस्थामा लगभग निदाउँथेँ होला केही समय म डिस्टर्ब नभएको भए। त्यतिखेर फेरि गुनगुनको आवाज सुरु भयो। अस्तिको राति त यसो घडी हेर्दा बिहान 3 3:30 भएको थियो, बिहान उठ्यो होला भन्नु। आज त 12 बजेकै अवस्थामा नि यसरी गुनगुन सुन्दाखेरि, होइन, दिउँसो कहाँ जान्छन् यी मान्छेहरू यति राति, 12 बजेदेखि नै गुनगुन गर्न थालेछन्, 12 बजेदेखि नै कराउन थालेछन् भन्ने जस्तो चाहिँ मलाई महसुस भयो। अनि त्यसपछि अब के गर्नु, त्यो सबै इग्नोर गरेर सुत्नु त पर्यो, निदाउनु त पर्यो। अनि मैले त्यो केही पनि कुरालाई वास्ता गरिनँ, मतलबै नराखिकन चाहिँ म सुत्ने कोसिस गरेँ। तर जति छटपटाउँदाखेरि पनि मेरो चाहिँ हुन्छ नि, निन्द्रा चाहिँ आएन क्या, निन्द्रै लागेन। अनि अब के गर्ने त, अब अरू अप्सन छैन कि झ्याल खोलेर चिच्याउनु पर्यो, कराउनु पर्यो, ए लाउनु नकराओ, सुत्न पाइनँ भन्नु पर्यो, होइन। 15-20 मिनट भइसक्यो, यता छटपटेको उता छटपटेको, निन्द्रै आइरहेको छैन भने चाहिँ यसो उठेर कतिजना मान्छे रहेछन्, के गर्दै रहेछन्, कति बेर लाउलान् त, होइन, किन जाँदैनन् भनेर मैले जब यसरी आफू बेडबाट उठेर झ्यालबाट बाहिर हेरेँ, मैले त्यहाँनिर मान्छे कोही पनि देखिनँ क्या। त्यो धारा पनि ठ्याक्कै कहाँनिर भनेर मैले ठम्याउन पनि सकिनँ। तर मैले के गरेँ भने आवाज चाहिँ एक नासले सुनि नै रहेको छु, कोही बोलिरहेछ बाहिरतिर।
अनि मेरो त्यो झ्यालबाट सिधै त्यो धारा अगाडि चाहिँ जङ्गल, रानीवनको जङ्गल देखिने भएको कारणले गर्दाखेरि मलाई कहिलेकाहीँ चाहिँ के पनि महसुस हुन्थ्यो, आवाज चाहिँ जङ्गलभित्रबाट कतैबाट आइरहेको छ कि जस्तो पनि महसुस हुन्थ्यो। तर खासखुस बोलेको आवाज जुन चाहिँ जङ्गलमा बोलिएको छ त्यो मेरो कोठासम्म आउनु चाहिँ असम्भव जस्तै नै थियो। तर पनि आवाज मैले त सुनिरहेको छु, केही न केही त मलाई यहाँ सुनिरहेको छु मैले, अनि के भइरहेछ भने जस्तो मलाई लाग्यो। कतै मभन्दा तल बस्ने अथवा माथि बस्ने घरबेटी अथवा त्यो भुइँतलामा भाडामा बस्ने मान्छेहरू पो हो कि गुनगुनाएको त भनेर मैले त्यता पनि सुन्ने कोसिस गरेँ, तर होइन, घरबाट चाहिँ होइन, यो कतै बाहिरैबाट आइरहेको छ। अनि मलाई बिस्तारै फेरि दोस्रोचोटि पनि यस्तै भएको कारणले गर्दाखेरि, दोस्रोपल्ट पनि एउटा अनौठो महसुस भएको कारणले गर्दाखेरि तर्साएकै हो कि मलाई त्यो जङ्गलमा, त्यो रानीवनमा तर्साउँछ भने त्यो रानीवनकै छेउछाउ घर भएको कारणले गर्दाखेरि त्यहीँको त्यो भूतप्रेतहरू, काला छायाहरूले चाहिँ मलाई सताउन पो खोजेको हो कि भन्ने मलाई महसुस चाहिँ भयो। तर महसुस भए पनि के गर्ने त, अप्सन त्यति राति अरू केही थिएन। म चाहिँ जसरी हुन्छ त्यो सबै कुरालाई इग्नोर गरेर सुत्नु चाहिँ पऱ्यो, निदाउनु चाहिँ पऱ्यो भन्ने चाहिँ मैले महसुस गरिरहेको थिएँ। त्यसपछि म फेरि आएर पल्टिने कोसिस गरेँ। अनि अब निदाउन खोज्दै थिएँ, निदाउँथेँ, अब राति एकदमै 12-1 बजिसकेको थियो त्यतिखेरसम्म त होइन। अनि केही बेरमा निदाउँथेँ पनि होला, तर म निदाउनुभन्दा अगाडि नै त्यो आवाज चाहिँ फेरि मान्छे कराएको आवाज चाहिँ अब बिस्तारै पाउजुमा परिणत भयो क्या। कोही पाउजु हिँडे जस्तो आउँछ छाङ गर्दै मेरै वरिपरि, मेरै कोठाको बाहिर हिँडेको जस्तो पाउजुको, छिनछिन पाउजुको आवाज पो सुन्न थालेँ मैले। पाउजुको आवाजले चाहिँ मलाई अर्को एउटा डर थपिदियो क्या। रातको समयमा पाउजुको आवाज, त्यसले चाहिँ मेरो मुटुमा चाहिँ एउटा ढ्याङ्ग्रो ठोक्या सहर नै भयो क्या। म आफ्नो खाटमा सिरकले ओढेर सुतिरहेको छु, म चल्मलाउन पनि सकेको छैन। अब त झन् सिरकले पुरै गलामा छोटेर कान छोपेर सबै कुरा मतलबै नगरिकन निदाउनुपर्छ, यो केही पनि मैले यादै गर्नुहुन्न भने जस्तो अवस्थामा म पुगिसकेँ। तर त्यो आवाज भने मेरो कानबाट गएको छैन। म कानै थुन्छु भने पनि आवाज चाहिँ त्यो पाउजुको छन चाहिँ आएको आइछ। कानै थुन्दाखेरि पनि त्यो सुनिरहेको छ। लौ न यो के हो भनेर जब अब मैले सिरक चाहिँ आफ्नो मुखबाट हटाएर हेरेँ, मैले आफ्नो आँखा ठ्याक्कै अगाडि चाहिँ एउटा भयङ्कर हुन्छ नि सेतो लुगामा एउटा महिला उभिरहेको देखेँ क्या। मेरो कोठाभित्र एउटा महिला उभिरहेको छ, सेतो लुगा लाएर महिला उभिरहेको छ, र त्यो महिलाले चाहिँ मपट्टि नै हेरिरहेको छ क्या। त्यो देख्ने बित्तिकै म त केही अब वर्णनै गर्न सकिँदैन, त्यो लेभलको डर मलाई महसुस भइहाल्यो त्यो देख्ने बित्तिकै। त्यहाँबाट भाग्नु पऱ्यो, हट्नु पऱ्यो, दौडिनु पऱ्यो होइन, कराउनु पऱ्यो, चिच्याउनु पऱ्यो भन्छु। त्यसपछि न मेरो शरीर चल्छ, न आवाज निस्किन्छ मुखबाट। ज्यान त पुरै स्ट्याचु भए जस्तो चलमलै गर्न मिल्दैन। सिरक हटाएर त्यहाँबाट भाग्न खोज्छु, सिरक त्यो पनि सक्दिनँ। अनि त्यो सेतो एउटा भयङ्करको केटीको मैले अनुहार चाहिँ फेरि राम्ररी याद गर्न सकेको छैन क्या। त्यो अनुहार को रहेछ, यो कस्तो अनुहार रहेछ, चिनेको मान्छे हो कि कसैले तर्साउन खोजे हो कि तलको घरबेटी, तल घरमा बस्नेहरू हो कि माथि घरबेटी हो कि मलाई तर्साउन खोजे हो कि भने जस्तोले अनुहार निहाल्ने कोसिस गर्छु, तर अनुहार केही पनि देखिँदैन। आँखा देखियो मुख नदेखाए जस्तो लाग्छ, मुखहरू ओठहरू हेऱ्यो नाक नदेखाए जस्तो लाग्छ। पुरै अनुहारको पुरै बनावट त मैले राम्ररी देख्नै सकिनँ। मलाई के याद छ भन्दाखेरि त्यो भर्खरको आइमै हुनुपर्छ। उसको शारीरिक बनावटले त्यो भन्छ। अनि लामा लामा कपालहरू त पुरै घुँडासम्मै आउने खालका त्यति लामा कपालहरू। मैले आफ्नै अगाडि त्यो दृश्य देखिरहेको छु। त्यो छाया, त्यो केटी, त्यो सेतो कपडा लागेको केटी, महिला भनौँ न, कोठाबाट यताउता दायाँ बायाँ हिँड्न थालिन् क्या। त्यो हिँड्न थाल्दाखेरि पनि मेरो आँखा चाहिँ मैले दायाँबाट बायाँ, बायाँबाट दायाँ डुलाएको छु, तर म हलचलै गर्न सकेको छैन। अनि त्यो दायाँ बायाँ गर्दा केही बेर हिँडेर मेरै खाटको नजिक आएको जस्तो पनि लाग्छ, मसँग बोलिरहेको जस्तो पनि लाग्छ, हाँसिरहेको जस्तो पनि लाग्छ। म त पुरै स्ट्याचु छु, मेरो शरीर केही चलेको छैन। त्यो केटी चाहिँ मैसँग बोलिरहेको जस्तो कस्तो महसुस भइरहेको छ। कतिखेर म त्यो सबै हुँदाहुँदै कतिखेर निदाए थाहा छैन। जब बिहान बिउजिँदाखेरि फेरि 9-10 बज्न आँटिसकेको रहेछ। अनि जब बिउजिसकेपछि ओहो मैले यो सपना देखेँ कि बिपना, हिजो त भयङ्कर केटी पो डुलिरहेको थियो त मेरोमा, फौजुको आवाज सुने घरि के सुने। मेरो सपना हो कि भन्ने पनि मैले विश्वास गर्थेँ होला। तर मैले राति सपना देखेँ भने बिहानसम्म सबै बिर्सिसक्थेँ क्या।
त्यो घटना भने मैले बिर्सेको थिइनँ। मलाई त्यो घटनाको प्रत्येक एक क्षणहरू याद थियो क्या हैन। त्यसपछि मेरो मनमा चाहिँ डर पस्न थाल्यो त्यो कोठालाई त्यो ठाउँमा। त्यसपछि अब म धारामा जानु पर्यो भनेर मैले झ्यालबाट बाहिर हेरेँ। धारामा मान्छे कोही पनि छैन। अनि खाली रहेछ। अब ल मौकामा चौका ठोक्नुपर्छ। धेरै भइसक्यो, लुगा पनि जम्मा भएको, नुहाउन पनि पाएको छैन भनेर म आफ्नो लुगासुगा सबै जम्मा गरेर बाटा लिएर बाहिरतिर निस्केँ। अनि बाहिर तल जाँदाखेरि त्यो तलको कोठामा बस्ने चाहिँ दिदीले चाहिँ बाबु कता जान लाग्यो, उयो लुगासुगा बोकेर भाँडा बोकेर भने त्यहाँ धारामा चाहिँ लुगा दिन जानला भनेर मैले भने। अनि कहाँ धारामा भनेर उहाँले सोध्नुभयो। त्यहीँ के त ऊ त्यो बन्छेउको धारामा भन्छ। ल कहाँ भने बाबु भने। त्यहीँ क्या आन्टी, त्यहाँ रानीवनको छेउको धारामा आउनु न, खाली चाहिँ मैले माथिबाट हेरेँ धारा खाली रहेछ, म त जान आँटेँ है, आउनु जाने भए भनेर म सरासर लागेँ। आन्टीले पनि केही भन्नु भएन। म त्यसपछि सरासर त्यो जङ्गल त्यो धाराको छेउमा गएँ। धारा चाहिँ छ त्यहाँ, तर धारा ढुङ्गाको त्यो टुटी मात्र देखिन्छ क्या। यस्तो लाग्छ कि त्यो धारामा त वर्षौँदेखि कोही मान्छे गएकै छैन। धारामा पानी पनि आइरहेको छैन, त्यो अवशेष मात्रै बाँकी छ। त्यहाँ गएर त्यो अवशेष मात्र देख्दा त म त छाँगाबाट खसेको जस्तो नि भएँ। हिजो राति भर्खर यहाँ मान्छेहरू आएको, मान्छेहरू गुनगुनाएको, मान्छेहरूले अनि गरेको जस्तो लुगा धोको नुहाएको जस्तो महसुस हुन्थ्यो। अहिले त हेर्दाखेरि त वर्षौँदेखि नचलेको धारा पो देख्छु म त। यो भ्रम हो कि यो यथार्थ हो, यो मैले बुझ्नै सकिनँ। दायाँमा हेरेँ मान्छेहरू कोही पनि छैनन्। अनि अब आफ्नो मनमा त्यो कुरा खेलाउँदै खेलाउँदै म फर्केँ। अनि म फर्केर जब त्यो आफ्नो भाडामा बसेको घरभित्र पसेँ, त्यहाँ घरभित्र त त्यही आन्टीले चाहिँ कहाँ गएको भने बाबु धारा, यता वरपर त मलाई काहीँ धारै थाहा छैन त भनेर भन्नुभयो क्या। अनि त्यसपछि मैले आन्टी उ त्यहाँनिर त्यो धारा रानीवनको छेउको धार हो, त्यहाँ त मैले राति राति त मान्छेहरू आएको, पुरै हल्ला गरेको, लुगा धोको, पानी नुहाएको सबै देख्थ्यो त अहिले जान्छ धारै छैन त भन्दाखेरि ल बाबुलाई त तर्साए चाहिँ क्या हो, कहाँ धारा हुनु त्यहाँ। वर्षौँदेखि हामी त सबै जारको पानी खाइरहेछौँ। असार साउनमा चाहिँ इनार भरिन्छ, 2-4 महिना त्यही पानीले हुन्छ, नत्र त जारको किनेर खानुपर्छ। म त बाबु यसरी त्यो लुगा बोकेर गएको देख्दा कहाँ धारा रहेछ, कहाँ यसरी लुगा धुन पाइँदैछ भन्ने सोच्न थालिसकेको थिएँ, खोज्न थालिसकेका थिएँ। सोधौँला तपाईँलाई भन्ने सोचेको थिएँ भनेर आमाले भनिसकेपछि छाँगाबाट खसे जस्तै भइयो। त्यसपछि म माथि गएँ, म त रन्थन्नी हालेँ। अब मलाई यो कोठामा तर्साइरहेछ, मैले यहाँबाट त्यो जङ्गल देख्नु नै मेरो लागि चाहिँ भयानक कुरा हो जस्तो मलाई लाग्यो। मैले त्यसपछि एउटा पर्दा, कालो पर्दा ल्याएर त्यो झ्यालको चारैतिर चाहिँ किलै ठोकेर त्यो खोल्नै नमिल्ने गरेँ। मैले कहिले पनि त्यो झ्यालतिर बाहिर हेर्नै नपरोस् त्यसरी किला ठोकिदिएँ। किनकि यदि म त्यहाँ चाहिँ हेरिरहेको थिएँ राति भने मलाई फेरि यसरी तर्साउँथ्यो भन्ने हो। अब मलाई यो तर्साइरहेछ भन्ने कुरा मैले फेरि अहिलेसम्म कसैलाई भनेको चाहिँ छैन। तर त्यो दिन चाहिँ बिदाको दिन भएको कारणले गर्दाखेरि मेरो एकजना आन्टी जो चाहिँ काठमाडौँमै बस्नुहुन्थ्यो, उहाँले चाहिँ खाना खानको लागि बोलाउनु भएको थियो। यतिका दिन भइसक्यो त काठमाडौँ आएर बस्या जस, के छ कसो छ आइज खाना खानको लागि भनेर आन्टीले बोलाउनु भएको थियो। अनि त्यो लुगासुगा धुनु पऱ्यो, नुहाउनु पऱ्यो, सबै यथावत राखेर चाहिँ म लुगा लगाएर चाहिँ आन्टीकोमा गएँ। अन्त जाँदाखेरि पनि अब मेरो दिमागमा खेलेको कुरा त मैले त निकाल्न सकेको छैन। मलाई त त्यो राति तर्साएको, त्यो धारामा गएर आएको यत्तिकै राति धारा देखेको सबै कुरा चाहिँ दिमागमा खेलिरहेछ। अनि अब त्यो आन्टीकोमा गएँ, आन्टीले पनि आइस ल बाबु ल खानासाना खाइहालौँ पहिला भनेर खानासाना खानुभयो। खाना खाँदाखेरि होस्, बोल्दाखेरि होस्, कुरा गर्दाखेरि होस्, मैले आफ्नो चाहिँ दिमाग चाहिँ पूर्ण रूपमा आन्टीहरूसँगैको त्यहाँनिर चाहिँ राख्न नपाएको भएर म एकाग्र भएर उहाँहरूसँग कुरा नगरेको कारणले गर्दाखेरि होला, मैले त्यसमा ध्यान दिन नसकेको कारणले गर्दाखेरि होला, म टोलाउँथेँ या म के गर्थेँ, या मेरो साँच्चीकै शारीरिक रूपमा नै म अलिकति परिवर्तन भएको थिएँ, मेरो ज्यानै सुकेको थियो कि के थियो थाहा भएन। तर आन्टीले चाहिँ के भन्नुभयो भन्दाखेरि तँलाई आजकल के भएको छ बाबु, अलिकति भिन्न देखिन्छस्, डराए जस्तो, केही अलिकति भ्रममा परे जस्तो, ज्यान पनि हेर सुक्या, खाना पाउँदैनस् कि राम्ररी, आफैले बनाएर खाँदैनस् कि सधैँ बजारिया कुराहरू मात्रै खान्छस् कि के भयो भनेर भनेपछि अब मलाई त्यो कुरा कसै न कसैलाई त भन्नु थियो। जुन कुरा मैले राति देखिरहेको थिएँ त्यो कुरा चाहिँ मैले आन्टीलाई भने क्या, यस्तो यस्तो भइरहेछ आन्टी। एकचोटि करा सुनेको थिएँ, त्यसपछि राति राति त्यो धारामा मान्छेहरू आएको, लुगा धोको गरेको सबै सुनिरहेको थिएँ। हिजो आज लुगा धुन भनेर गएको त धारै छैन, त्यसमाथि हिजो राति देखेको कुरा सपना बिपना के हो थाहा छैन भनेर भन्दाखेरि हो बाबु तँलाई त भनेको पहिल्यै त्यो रानीवन छेउछाउकोतिर चाहिँ नजा, रानीवनमा तर्साउँछ, त्यतातिर नबस् भनेर, तँलाई त त्यो रानीवनकै किचकन्डीले चाहिँ सताएर जस्तो छ भनेर भन्नुभयो क्या।
अनि के कुरा गर्नुहुन्छ यस्तो मैले कहीँ गएको छैन, जङ्गल छिरेको छैन, घरमा बस्छु, घरबाट कलेज, कलेजबाट घर, त्योभन्दा बाहिर अरू केही ड्युटी गरेको छैन, अनि कसरी मलाई सताउँछ भन्दाखेरि अब खै तँलाई कसरी सताउँछ, कसरी सतायो थाहा भएन, तर तैँले जे कुरा भनिरहेको छस् त्यो कुरा सुन्दाखेरि चाहिँ लाग्छ कि तँलाई पक्कै पनि त्यो रानीबारीको किचकन्डीले समाए। त यसो गर, आज चाहिँ कोठामा जाँदाखेरि यो चुरा लिएर जाला, चुरा चाहिँ त्यो झ्यालमा ढोकामा चाहिँ राख, हावा चल्दाखेरि पनि चुरा बजोस् त्यो हिसाबले राख भनेर उहाँले भन्नुभयो। अनि मलाई चाहिँ अब त्यो लिएर जाउँ नजाउँ होइन अलिकति अप्ठ्यारो लागिरहेको थियो। फेरि साथीहरू कहिले आउला नि के आउला, अनि झ्यालमा चुरा झुन्डाइरहेछ भन्दाखेरि चाहिँ अलिकति भन्न पनि अप्ठ्यारो हुन्छ भन्ने हिसाबले मैले दोधार मानिरहेको थिएँ। तर आन्टीले खुरुक्क यो लिएर जा, यो गएर झुन्डा, त्यसपछि के हुन्छ भन्, होइन भने त्यो चाँडै नै त्यो तैँले चाहिँ त्यो कोठा छोडेर चाहिँ अन्त सर्नुपर्छ भनेर उहाँले भन्नुभयो। अनि त्यसपछि अब नचाहँदै पनि आन्टीले दिएको चुरा बोकेर म चाहिँ कोठामा फर्केँ। मलाई त्यो कोठा अब पहिलेको भन्दा अलिकति भिन्न लागिरहेको छ, सधैँको जस्तो मैले त्यो कोठा महसुस गरेको छैन। अनि आन्टीले जुन चुरा दिनुभएको थियो एउटा माला जस्तो बनाएर, त्यो चुरा चाहिँ मैले एउटा चाहिँ ढोका छेउमा, एउटा चाहिँ झ्याल छेउमा चाहिँ झुन्ड्याइदिएँ। त्यसपछि अब खानासाना बनाएँ, एसाइनमेन्टहरू गरेँ, पढेँ, राति सुतेँ। निन्द्रा त लागेको थिएन, आँखा त टट्कालै खुलै छ, तर कतिखेर निदाउँछु थाहा भएन। निदाइसकेपछि राति अचानक चाहिँ त्यो चुरा छ्याङराङ 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 छ्याङ गरेर चुरा बजेको आवाज आएपछि चाहिँ झस्याङ्गै भइहालेँ क्या म। फेरि झस्याङ्ग भएर अनि अब लौन के को आवाज भनेर हेर्दाखेरि मलाई त्यो मैले राखेको चुराको आवाज हो भनेर ठम्ब्याउनलाई पनि केही समय लाग्यो। त्यसपछि बिस्तारै आफ्नो होचाइसकेपछि ए यो त चुराको आवाज पो हो त, मैले राखेको थिएँ भन्ने भइसकेपछि मलाई के हो त्यो चुराहरू चाहिँ बजेको जस्तो छन् 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 कसैले त्यो हुन्छ नि त्यो चलाए जस्तो क्या, कसैले घन्टी बजाउँदा यसो घन्टी चलाउँदा टाङ 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 गर्छ नि, त्यही हिसाबले कसैले चुराको झुप्पो समाएर छाङ 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 गरे जस्तो आवाज मैले सुनिरहेको छु। यो सुन्दा त पुरै साथै गएको जस्तो महसुस भयो। हत्त नपत्त बत्ती बालेर हेर्दा फेरि न फेरि त्यो ढोकामा झुन्डाको चुरा हल्लिएको छ, न झ्यालमा झुन्डेको चुरा हल्लिएको छ, तर बत्ती बाल्नुभन्दा अगाडिसम्म चाहिँ छन्द्राङ छुन्द्रुङ आवाज चाहिँ भयङ्करै आएको थियो। ओहो लु यसरी चाहिँ भएन भन्ने मलाई लाग्यो त्यो दिन। अनि भोलिपल्ट भयो, मैले बिहान उठ्ने बित्तिकै काकीलाई फोन गरिहालेँ, आन्टीलाई फोन गरेर आन्टी यस्तो यस्तो भयो, चुरा राति बजेर मलाई त राति सुत्नै पाएन रातभरि भन्दाखेरि ऊ पक्कै पनि तँलाई त्यो किचकन्डीले नै सताएकी छ, तँलाई चाहिँ त्यो रानीमनको किचकन्डी चाहिँ तँलाई सताउन आएकी छ। किचकन्डीहरू चाहिँ अब यो चुरा भएको मैलाहरू भएको ठाउँमा आउँदैनन्, त्यही भएर मैले तँलाई चुरा दिएर पठाएको, हिजो राति त्यो चुरा नै बज्यो भने चाहिँ त्यो किचकन्डी नै हो। अरू भूतप्रेत छायाहरू, आलो छाया काँचो पिचास केही हुन्थ्यो भनेदेखि चाहिँ चुरासँग केही पनि त्यसको डर हुँदैन थियो, केही पनि सम्भावना हुँदैन थियो अरू भूतप्रेत हो भने। तर जुन हिसाबले तैँले भनिस् त्यो चुरा बज्यो भन्दाखेरि किचकन्डी त्यो रात पनि आएकी थिए, हिजो राति पनि तँलाई सताउनलाई, त्यो रगत सोच्नलाई आएको थियो, तर त्यो चुरा भएको कारणले भित्र चाहिँ पस्न सकिनँ। बाबु त आजैबाट त्यहाँ चाहिँ बस्नै पर्दैन, त्यहाँबाट जति सक्दो चाँडो चाहिँ कोठा सर भनेर उहाँले भनेपछि त्यो कुरामा अब मलाई पनि विश्वास, यहाँ बस्यो भने चाहिँ मलाई केही नराम्रै हुन्छ भने मलाई पनि विश्वास भएको कारणले गर्दाखेरि ल ठिक छ भनेर म अब कोठा अर्को नपाउन्जेल बरु आन्टीकोमै बस्ने, तर त्यहाँ चाहिँ नबस्ने भनेर म हत्त नपत्त त्यही दिन चाहिँ आफूलाई चाहिने सामानहरू बटुलेर आन्टीकोमा बस्न गएँ। त्यसपछि केही समय अन्त कोठा खोजेँ, अनि कोठा पाइसकेपछि बिस्तारै सामानहरू पनि सारेँ। अनि त्यहाँको काका घरबेटी दाइहरूले पनि सोध्नु भएको थियो कि किन बाबु यसरी सर्न लाग्यो भन्दाखेरि मैले उहाँहरूलाई पनि भएकै कुरा सुनाइदिएँ। मलाई त यसरी तर्सायो, राति अनेक घटनाहरू पो देखेँ त मैले भन्दाखेरि उहाँले पनि केही भन्नु भने चुप बस्नुभयो। सायद उहाँहरूलाई पहिल्यै थाहा थियो यस्तो हुन्छ भन्ने, सबैलाई हुन्थ्यो हुँदैन थाहा थिएन, उहाँलाई थाहा थियो, त्यो घरमा बस्ने मान्छेहरूलाई थाहा थियो। उहाँले कसरी त्यो कुरालाई इग्नोर गरेर बस्नु भएको छ त्यो चाहिँ मलाई थाहा भएन। फेरि ठिकै छ भाइ, अब तिमीलाई तर्सा छ भने के भन्नु र, अब ल ठिकै छ जाऊ भनेर उहाँले सहीसँग पठाउनु भयो। त्यसपछि मलाई त्यहाँबाट निस्किसकेपछि चाहिँ त्यहाँ रुमबाट निस्किसकेपछि मलाई के महसुस भन्दाखेरि म त अलिकति घोटिएको निसासिएको जसरी पो बसेर छु त्यो रुममा। त्यहाँबाट बाहिर आइसकेपछि मलाई अलिकति फ्रेस फिल भयो क्या, छुट्टै प्रकारको एउटा आनन्द आयो कि जब त्यो रुममा चाहिँ कहिले पनि प्राप्त भएको थिएन। अनि मलाई के लाग्यो कि कुनै नोक्सानै पुर्याउने गरी, चोटै लाग्ने गरी नभए पनि, साँच्चीकै यो किचकन्डी नै हो भनेर छुट्याउन नसके पनि, साँच्चीकै भूतप्रेत नै हो भनेर छुट्याउन नसके पनि, साँच्चीकै ती कुराहरू आफ्नो वरिपरि छ भनेर छुट्याउन नसके पनि यस्ता चाहिँ इन्टिटीहरू, यस्ता भूतप्रेत पिचास किचकन्डीहरू चाहिँ हुने रहेछन्, जसले गर्दा चाहिँ हाम्रो चाहिँ मानसिक शारीरिक
इच्छा शक्तिहरू, मानसिक शारीरिक चाहिँ कार्यहरू चाहिँ तिनीहरूले चाहिँ असर गर्ने रहेछ भन्ने मलाई लाग्यो। त्यो ठाउँ छोडिसकेपछि म अब हुन्छ नि निद्रा समयमा लाग्ने, राति कहिल्यै बिउजिनँ, त्यस्ता ती दृश्यहरू भएन, कहिले पनि देखिनँ र त्यो सबै कुरा चाहिँ राम्ररी चल्यो। तर मेरो जीवनको त्यो दिनहरू चाहिँ म चाहिँ सम्झिन्छु र अहिले पनि त्यो सम्झिँदा शरीरमा काँडा उम्रिन्छ।